आज क्रिसमस, मेरी क्रिसमस। आज हामी सबैको छुट्टी भएकोले गर्दाखेरि आज सुन्दरी जलको बाटोतिर लम्किँदैछौँ। सुन्दरी जल हाइकिङतर्फ हामी अगाडि बढिरहेका छौँ र किड्स बच्चाहरू चाहिँ अहिले अगाडि अगाडि दौड्दैछन्। यहाँ मन्दिर छ, हामीले बाइक यतै राखेर अनि हाम्रो यात्रा माथितिर लम्किँदैछ। माथि धेरै झर्नाहरू उपलब्ध छ। हाम्रो यात्रा कति बज्यो? हाम्रो यात्रा यहाँबाट सुरु हुँदैछ र अहिले ठ्याक्कै 11:33 बिहानको 11:33 भइरहेछ र किड्स बच्चाहरू अलिकति माथि नै पुगिसके र हाम्रो ट्रेल, हाम्रो पाथवे चाहिँ यहाँबाट स्टार्ट हुन्छ। यहाँ तल त घाम लागेको छ, हेर पक्क। लेट्स सी माथि के कस्तो अवस्था छ। होप वी विल इन्जोय द वाक। यो डेस्टिनेसनबाट सुरु भइरहेछ। हाम्रो बाइक चाहिँ तल नै छ र यहाँबाट हामी फाइनली हाम्रो यात्रा सुरु गर्दैछौँ। र हाम्रो यहाँ हाइकिङ चाहिँ, आजको हाइकिङ भनेको सुन्दरी जल ट्रिप सानो हाइकिङ छ, सर्ट वे। ओके, किड्सहरू माथि नै दौडेर माथि पुगिसकेका छन्। दे आर एक्साइटेड अबाउट दिस। यो तल लो रिजन हो सुन्दरी जलको है। त्यसपछि यहाँबाट लगभग हामी माथि अगाडि बढ्दैछौँ। ल हाम्रो यात्रा कस्तो हुन्छ हेर्दै जाउँ। अलिकति उकालो चढ्न नपाइकन पानी पिउनु परिसक्यो बच्चा लोकलाई। ल यता नटिकन आऊ। निकै भेट बस्दैको छ। हेलो हेलो अथर। हेलो अथर। हेलो कृदु। कृदु। ओके, and we have started our destination. Hello. डगले के गर्यो? के गरे अथवा डगलाई? डगले के गर्यो? अनि भाग्यो है डग? डग भाग्यो रे, डग भाग्यो। यार लैनु सकेको चाहिँ हो के भाग्यो डर अथवा नि हार त अथवा हार त हेलो भन न पानी दिन्छ। हेलो शिवपुरी नेसनल पार्कको टिकट काउन्टर पहिला चाहिँ अहिले माथि नै थियो, अहिले चाहिँ तल नै रहेछ। के त कुन ठाउँमा घुम्न आएको?
तसँग छ हाँ रुख छ रुख यहाँ छ रुख छ जङ्गल छ कि छैन यहाँ चाहिँ हाम्रो स्टार्टिङ छ सुन्दरी जल प्रवेशद्वार शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज यहाँ टिकट काट्नु पर्नेछ पहिला टिकट अलि माथि नै काट्ने ठाउँ थियो अहिले अलि इन्ट्रान्स चाहिँ यता तल नै बनाएको रहेछ ओके महादेव की जय शैलेश्वर महादेव माथि टुप्पोमा होइसिन्छ र हामी अलिकति भर्याङ चढेर हामी यहाँ दर्शनको लागि जाँदैछौँ सो जय महादेव हर हर महादेव जय साई शैलमतीश्वर महादेव भर्याङ जाँदाखेरि अलिअलि श्वास आइरहेको छ र हाम्रो पहिला महादेव मन्दिरको अगाडि बढ्दैछ बच्चाहरू चाहिँ अगाडि जाँदै हुनुहुन्छ ओके लेट्स मुभ फरवर्ड अब पुग्न आँट्यो मन्दिर क्रममा छ र हेरौँ यहाँ कस्तो सरप्राइज छ हाम्रो लागि यहाँ भगवान् जी शिवशङ्कर बस्नु भएको ठाउँमा जहिले पनि उहाँको उत्पत्ति अलि उडार छाँगा झरनामा भएको हुँदाखेरि वाटरफल कस्तो राम्रो झर्ना छ यहाँबाट है झर्ना चाहिँ भगिरहेको छ जय शैलमतीश्वर महादेव की जय हो हर 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 महादेव वाटरफल हेलो हेलो अथर्व शिवपुरी नेसनल पार्कको गेटबाट छिर्चाएको छौँ सुन्दरी जलको माथिबाट अहिले उकालो हिँड्दा हिँड्दा थकाइ लागेको भएर चाहिँ हामीले त्यति भिडियोहरू अलिक खिचेर बिचमा हाम्रो अथर्वलाई डन्डा चाहिएको छ म डन्डा खोजेर दिनेवालामा छु है अथर्व ल डन्डा चाहियो हाम्रो मामु यहाँ बाटो एकदम सफा छ आर्मी एरिया भएको कारणले सफा गरेर राख्नु भएको छ नगर न किलो यो गेट भयो यहाँ पहिला टिकट काउन्टर थियो अहिले तर टिकट काउन्टर सारेर एकैचोटि तल राखेको छ यहाँ तल खोला छ यहाँबाट हामी मन्दिर पुग्छौँ मन्दिर पनि पुग्छौँ अनि ड्याम पनि पुग्छौँ यो बाटो पहिले नर्मल बाटो थियो यस्तो बात पनि लगाएको थिएन र ढलान पनि गरेको थिएन अहिले चाहिँ ढलान गरेर भर्याङहरू बनाएर अनि बारहरू पनि राखेर रेलिङहरू राखेर एकदमै सजिलो हिँड्नलाई सजिलो बनाएको छ हाइकिङको लागि पनि धेरै नै सजिलो होइन र हाम्रो चाहिँ सधैँ यो झोला उन्यौ उन्यौ
किसन नपर्छ ल खिचिरहेको छ ल खिचिरहेको छ ल बोल्दै हिँड्छ ल हामीहरू बाटोमा छौँ आइरहेको या मेरो अस्ति त टाढै भिडमा आएको अनि हामीहरू चाहिँ अलि यहाँको के मन्दिर गएको हामीहरू अब त्यसो नगर फाइनली हामी मन्दिर दर्शन गरेपछि हामी यतापट्टिको खोलामा आइपुगेका छौँ र यहाँ चाहिँ हाम्रो बचेलोहरू जुत्ता खोलेर यहाँ पानीमा इन्जोय गर्दै हुनुहुन्छ। पानी एकदमै चिसो चिसो छ। कहाँ हिँड्ने भित्रभित्र मामा ऊ माथि एक मैले लाग्यो हो यो बाटो चाहिँ हाम्रो सुन्दरी जलबाट माथि त्यसो भने जाने बाटो हो यो त्यो नगएर हामी फेरि सुन्दरी जलै झर्दैछौँ पारि रोडको बाटो। के खाएको तिमीले के खाएको अथल अथल के खाएको अन्डा हो कृतिले के खाएको मिठो छ returning back and there is a pool. The pool छ यो हामी चाहिँ अहिले पुरै बाइक कुद्ने बाटोबाट फर्किँदैछौँ हैन। यहाँ सानो पुल छ अनि लेट्स गो। अगाडि पुगिसक्नुभयो। लेट्स मुभ विथ मी। Hello buddies, hello. Hello orange man, hello black man. बनमाराले बने खायो। बनमाराले बनमाराको बाटो हो। Okay. This is our path. All this is how you are. हातले हाल्नु चम्चाले हाल्नु काटाले हाल्नु कट